हेलो गाइज वेलकम ब्याक टु माई अनदर ब्लग। आज चाहिँ सन्डे होइन, आज मन्डे बिहानको 8 बज्दैछ। म चाहिँ आज काठमाडौँ जाने काम छ मेरो अफिसबाट। हाम्रो एमडी सर आउँदै हुनुहुन्छ उहाँलाई लिन। मेरो छोरी मोबाइल हेर्दै। है बुन्डु भन्नुहोस् न, नमस्ते गरिदिनुहोस् एकचोटि सबैजनाले। मोबाइल ड्याडीलाई दिएर राम्रोसँग ल, नमस्ते। हेलो गाइज, अहिले चाहिँ म ड्युटी आइपुगेँ अनि म चाहिँ रेडी हुँदैछु यहाँ जानको लागि। अब यो चाहिँ मेरो ठिक लाग्छ गाडी चलाउनको लागि। तर आज म काठमाडौँ चाहिँ यसमा जाँदैछु। तर आई मिस दिस वान। कसो दाइ? थ्याङ्क यू। हवस् दाइ, धन्यवाद। ओके गाइज, तपाईँहरूलाई म बाटोमा भेट्छु अब। गाइज हामी चाहिँ अहिले बाटोमा छौँ। कता आइपुग्यौँ? हामी यो कोत्रे आइपुग्यौँ। अहिले चाहिँ हामी कोत्रे आइपुग्यौँ। लगभग हामी कति भयो? 1 घन्टा भयो होला। ठ्याक्कै 1 घन्टामा 9 बजे निस्केको। त्यो अकाला मन्दिर रुख त सब काट्दैछ यहाँ। पहिला त देखिन्थेन रुखले। अहिले चाहिँ हामी जाममा हो। के को जाम हो थाहा छैन, तर निकै जाम छ। जाम चाहिँ भयङ्कर परेछ। म चाहिँ बाटोमा हो। हेर म कति बजी पुगिन्छ काठमाडौँ चाहिँ। खतरा जाम भएको अरे यता त। गाइजल चाहिँ हामी घाँसीकुवा भन्ने ठाउँमा। जाम धेरै नै जाम पर्यो। ठाउँ चाहिँ दामी छ। यस्तो भल छ। चाहिँ वासिङ गर्नुबाट हामी चाहिँ ऐना पहाड भन्ने ठाउँमा पनि जान्छौँ होला। गाइज अहिले चाहिँ हामी ऐना पहाड भन्ने ठाउँमा ल हेर्न जान लाग्यो हामी। छोटा देव टिकट काट्छ र? झर्ना हेर नि, टिकट काट्नु पर्ने कति हो नि? एकजनाको 50। एलिफेन्ट कति ठुलो। कति टाढा रहेछ है। है छोटका देव, ओ छोटका देव। यहाँ चाहिँ प्लेग्राउन्ड पनि रहेछ बच्चाहरूको लागि। Yeah.
सो डेन्जरस ल है देवदाई छोरो उड्यो प्लेन चढेर बाउ भन्नुहोस् न ल है चाहिँ राम्रो हो म चाहिँ अहिले गाइज त्यो हेरेर फर्किसकेँ भनौँ न त्यो हेरेर फर्किएँ मेरो माथि छ छोटका सेफ भारी छ मलाई लत्तु बनायो यत्रो सिँढी चढेर यसरी माथि जाँदाखेरि चिल पारामा बसेर छोटो सेफ ठाउँ चाहिँ राम्रो रहेछ अनि मलाई डर लागेको बाटो चाहिँ अस्ति भर्खर यहाँबाट त्यो बस पार्क गरिराखेको बस त्यो आफै बगेर गएर तल एक्सिडेन्ट भएको थियो त्यहाँ चाहिँ त्यो याद आउँदो रहेछ घरिघरि त्यो न्युज सुनेको बाँकी चाहिँ अल गुड ठाउँ चाहिँ बबाल दामी हरामी छोटका सेफ छोटो सेफ बाउ भन छिटो ल यता दादाको खिच अङ्कलको खिच ल गाइज हामी चाहिँ खाना खान लाग्यो अहिले मुगलिनमा हो यो तल चाहिँ पुरै खोला छ यहाँ छ छोटका सेफ भात चाहिँ एक गाँस मात्र छ जस्तो लगाइज म खाना खान्छु अनि एकछिनमा बाटोमा भेटौँला अब फेरि गाइज अहिले चाहिँ मैले खाना खाएँ यहाँ हाम्रो दाइले सारङ्गी बजाउनु भयो यो चाहिँ मुगलिनको पुरानो पुल उता चाहिँ खाना खाएको निन्द्रा लाएर खत्तम बनायो यता बाटो चाहिँ अहिले गाडी नहिँड्दो रहेछ पुरानो मुगलिनको पुल हेर्नु अहिले चाहिँ गाडी हिँड्छ कि हिँड्दैन पुल चाहिँ रहेछ अस्ति नि पहिरो गएको भन्ने ठाउँ चाहिँ यहाँबाट देख्दो रहेछ ऊ त्यहाँ
दिस इज सो क्रेजी म्यान यो यताको चाहिँ अहिलेको नयाँ बनेको यो चाहिँ यस्तो छ भ्यू चाहिँ गाइस यो चाहिँ सेकेन्ड डे हो मेरो काठमाडौँ ट्रिपको हिजो अलि लेटै भयो हामी यता आउँदा थानकोटको उकालोमा धेरै जाममा पर्यो अन्त म अलिक गाडी सुस्तरी हिँड्ने अझै म डे 2 एयरपोर्टमा आएको हाम्रो एमडी सर आउँदै हुनुहुन्छ 8:30 को हो क्या आई थिङ्क अहिले चाहिँ कति भयो 8:19 भइसकेछ अब बाहिर गएर वेट गर्छु यो ब्लग चाहिँ यहीँ एन्ड हुन्छ होला सायद अब प्राइभेसी हुन्छ नि त फेरि एमडी सरसँग ब्लग गर्न भएन त्यही भएर यो चाहिँ यो इन्डिङ हुन्छ होला काठमाडौँ ट्रिपको मेरो मैले पाएछु भने बाटोमा फर्किने बेलामा ठाउँमा अपडेट गराउँछु नत्र दिस विल बी द एन्ड अफ माई ब्लग काठमाडौँ ट्रिपको थ्याङ्क यू गाइज जसले यहाँसम्म हेरिदिनु भयो किप सपोर्टिङ लाइक सेयर सब्सक्राइब गरिदिनु होला सी यू इन नेक्स्ट ब्लग